विचित्र गुफाको यात्रा। यहाँ एउटा चाहिँ भनाइ लेखिएको रहेछ, शत्रु बिनाको सफलता, प्रतिस्पर्धा बिनाको खेल, सङ्घर्ष बिनाको जीवन, भोग बिनाको खाना, प्रेम बिनाको सम्बन्ध, नुन बिनाको तिउन खल्लो हुन्छ। एकदमै सान्दर्भिक भनाइ। यहाँ चाहिँ के रहेछ? यहाँ बाटो छ है? ए ध्यान बस्ने ठाउँ। गुल्मी विचित्र गुफा। हामी प्रवेशद्वारमा यहाँबाट भित्र गइन्छ। चमेरो होला न? भँगेरा पनि छन्? ए त्यही त यस्तो कति सालमा पत्ता लाग्दो यो? 2005 यो उसको के अरे यो बाँदरले कि ढेँडोले चाहिँ पत्ता लागेको रे हो? तपाईँको मोबाइलले जय श्री राम भगवान। ल तपाईँको लाइट बाल्नु दिपक सर। ल ठोक्किन्छ है? होच रहेछ। एकचोटि त यहाँ ऊ पनि बसेको अरे हो, के अरे वाणिज्य सङ्घको मिटिङ। पानी रसाउँदो रहेछ त है? बर्खाले अलि रसाउँछ अब, हिउँदा त रसाउँदैन। अब यो धार्मिक त्यो लाग्दाखेरि नि गेट माइनेछ भगवान् काटेको पनि यो जस्तो छ। नेचुरल है। यसको बारेमा चाहिँ हामीलाई यसो भनिदिनु न। तपाईँको धेरै काठमाडौँले यहाँ गुफाहरू वर माग्ने पुरा हुन्छ भने आउने गरेका छन्। ए वर पनि माग्ने यहाँ पुरा हुन्छ। यहाँ माथिपट्टि फेरि यो धनुष भन्छ नि। ए धनुष हजुर। यो भगवान रामले सीतालाई विवाह गर्दाखेरि 3 ठाउँ नभाइचिएको 3टा टुक्रा भयो भन्छ नि धार्मिक। हजुर हजुर। एक टुक्रा त्यहाँनिर, एक ठाउँ, 2 ठाउँ, 3 ठाउँ हो। 3टा टुक्रा देखिन्छ। हजुर। शिव धनुष भनिन्छ। यस्तै आगो त्यो बनेको छ। ताको धुइने हामीले यहाँ लाइट बाल्ने धेरै प्रयास गर्यो, लाइट सक्सेस भएन भित्र पड्किने गर्छ हो। 2-3 दिन प्रयास गर्यो। हामीले मानव निर्मित भन्ने यो सिँढी ए यो यस्तो भिरालो थियो। हजुर। चितेर म यहाँ 5-6 वर्ष अगाडि चाहिँ म आएको थिएँ एकचोटि चाहिँ। त्यो बेला यस्तो छैन होला। थिएन अहिले त धेरै मान्छे हल जस्तो छ क्या अगाडि। यहाँ चाहिँ यतापट्टि नि अझ हामीले अनुसन्धान गर्न बाँकी छ। माथि बारे हेर्दा भित्र अलिक फराकिलो देखिन्छ। भित्र गएको छैन। यो त पोखराको महेन्द्र गुफा भन्छ नि, धेरै ठुलो छ कि ठुलो छ? यसको छुट्टै विशेषता छ फेरि। ए चमेरा हो। आमा हो यार है। हो त्यहाँ लाइट हान्नु त भयो त्यो चमेरोमा। बाबा छोडिदिन्छ। र यो पारिपट्टि गोपिनी अप्सरा नाच्ने भन्छ नि, नाचेको देखिन्छ। ए ओहो हो सही कुरा। सही कुरा। त्यो के अरे सेतो होला होइन? उतातिर यो सोह्र जाने बाटो छ। यो त्यहाँ त्यो उताको जाने होला। यहाँ गणेश भगवान् यिनी यही भित्रको मूर्ति। हामीले यहीँ भित्र हजुर पूजापाठ गर्दा नै पहिला गणेश भगवान्को पूजा गरिन्छ। हजुर। त्यो माटो जस्तो कमल माटो छ नि, यहीँ पछि हाल्नु कि यस्तै यस्तै। पहिला मान्छे बस्ने खेतीपाती गर्ने भित्रै त्यही भयो जस्तो छ। त माटो त पुरै बारी जस्तो माटो छ कि हाम्रो घरतिर खेतीपाती त हुँदैन, यहाँ पहिरो भइहाल्छ। उही यहाँ नाग देवता ओहो यतातिर शङ्ख देख्न सकिन्छ। शङ्ख हो त हेर्नु त। कैलाश पर्वत जाने शिवजी दर्शन गर्ने माथि पनि अर्को बाटो त्यो बाटोहरू त्यहाँ सकिन्छ। जय शिव। जय बाबा शिव। जय श्री राम। हरि ओम नारायण। अझै पत्ता लगाउने के छ के छ धेरै छ। बाँकी बिस्तारै बिस्तारै।
सभा हाल पहिले यही बैठक बसेको माथिको बुट्टा हेर्नु त पुरै यो त के भाषालाई के जस्तो लिपि जस्तो छ चाहिँ मैले बनाएको पहिला पहिलाको त भाषा हुन्छ नि लिपि त्यतातिर पारिपट्टि नै बिच्छी गर्दा गोली बिच्छीको हो यसलाई हामीले डाइनोसर बनाएको डाइनोसर र यतापट्टि मुख्य ठाउँ कैलाश पर्वत शिवजी के छ यहाँ कैलाश पर्वत हरिओम नारायण रक्षा गर प्रभु आख्या उत्पत्ति माथि हिमालय त्यो अहिले जलको थोपाहरू सिउने खसेको देखिन्छ त्यो मूर्ति नि यहीँ भेटेको सब यहीँकै मूर्ति यहाँ गणेश भगवान् हात्ती मूर्ति भयो उतापट्टि ब्रह्मा विष्णु महेश्वर कुनै तिनवटा शिवलिङ्गहरू छन् अब यहाँ धेरैको विश्वास छ वर मागेर पुरा गर्ने सबै चढाएका 30 घन्टाहरू हजुर ए पर पुग्यो भने चाहिँ त्रिशुलहरू चढाउँछ पछि चढाउँछ तपाईँले आएको बेला दर्शनले अगाडि गर्न सकिन्छ अब त्यहाँ गएर यो यता पनि नाम जुत्ता खानु हजुर पऱ्यो होइन यो अग्लो भाग यहाँ भन्नु भने बर्मा हजुर पछि वर पुग्यो भने त्रिशुल ल्याएर चढाउने त्रिशुल घन्टा एउटा नरिवल हुन्छ बोकेर सिधेको यो ठुलो कुरो भएन भएन त्यही त हामी उता गए पनि यहाँ साथीहरू हुनुहुन्छ चढाइदिनुहुन्छ पैसा दिएर त ल दिपक सरले चाहिँ यहाँ प्रार्थना गर्दै हुनुहुन्छ ल नाम पनि माटो हेर्नु न माटो यो तराईतिर पनि यो हाम्रो पारि